हेलो एभ्रिवान गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला सो गाइस आज फेरि हामी जला बोकेर टक 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 उकालो चढ्दै हामी सिक्लेस गाउँ पुगिसकेको छौँ है। साथीहरू हेर्न सक्नुहुन्छ यस्तो ह्याप्पी भयो नि, यति रमाइलो मोमेन्ट छ कि यो गाउँमा गयो भने चाहिँ यस्तो राम्रो कल्चरहरू पनि छ। त्यसमाथि हिमालहरू है, बाटोहरू नि यस्तो अफरोड छ आधामा। यति रमाइलो भयो कि साथीहरू यस्तो ह्याप्पी मोमेन्ट बिताउनको लागि एकचोटि जानै पर्ने ठाउँ छ है साथीहरू। यो सिक्लेस गाउँ हामीले चाहिँ यस्तरी गयौँ है, अफरोडमा यति रमाइलो गर्दै गयौँ साथीहरू हेर्न सक्नुहुन्छ। सो फाइनल्ली हामी चाहिँ सिक्लेस गाउँ पुगिसकेको छ। यो चाहिँ हाम्रो सिक्लेस गाउँको घर हो है साथीहरू हेर्न सक्नुहुन्छ। यस्तो उकालो चढ्दै चढ्दै अब हामी चाहिँ यता घर पुगिसक्न लागेको छौँ। घरको गेटहरू यस्तै हुन्छ नि त अब गाउँघरमा होइन। अनि हामी चाहिँ माथि टपमा पुगिसकेको छौँ है साथीहरू हेर्न सक्नुहुन्छ। सो यहाँ चाहिँ यति रमाइलो मोमेन्टहरू छ। यस्तो हामीले चाहिँ भेडाहरू पनि देखिरहेको छौँ। अनि हामी चाहिँ यसो एउटा दुइटा फोटोहरू भिडियोहरू सुट गरेर अनि यो चाहिँ हामी घर फर्किन लागिसकेको छौँ। यो चाहिँ अब जापानमा पाइने पयम, जापानको राष्ट्रिय फुल पनि नेपालमा पाइन्छ है साथीहरू। नेपालमा के चाहिँ पाइँदैन भन्नुहोस् न है। वा मन पऱ्यो मलाई कमेन्ट सेयर गर्नु होला। बाइ बाइ।